दर्शक पनि यहाँलाई हार्दिक स्वागत छ। म यति बेला माइतीघर मण्डला परिसरमा छु। तपाईले देख्न सक्नुहुनेछ यहाँ मेरो पछाडि विभिन्न किसिमका आन्दोलनहरू भइरहेका छन्। क्रमबद्ध रूपमा तपाईले देख्न सक्नुहुनेछ यहाँ सुरुदेखि नै मेची महाकाली जनजागरण एवं हस्ताक्षर अभियान भनेर चाहिँ यहाँ अभियान सञ्चालन भइरहेको छ। यो सेतो पर्दामा हस्ताक्षर गरिराख्नु भएको छ र साथसाथै मैले पनि यहाँ हस्ताक्षर गरिसकेको छु साथीहरू हैन। यो वन जङ्गल विनाश गर्नु हुँदैन भन्ने हेतुका साथ र यो मेची महाकाली जनजागरण हस्ताक्षर अभियान सुरु गर्नुभएको छ। यता सुरुतिर भने त्यसै गरी कर्मश यहाँ आन्दोलनहरू भइरहेका छन्। यो तपाईले देख्न सक्नुहुन्छ। यहाँनिर तपाईले देख्न सक्नुहुनेछ नयाँ युगको नयाँ विद्यार्थी आन्दोलन प्रथम राष्ट्रिय सम्मेलन भनेर चाहिँ यहाँ तपाईले देख्न सक्नुहुनेछ। यहाँ ठुलो कार्यक्रम भइरहेको छ विद्यार्थीको। त्यसैगरी माथितिर एकछिन तपाईले देखाउने छु राजावादीहरूको प्रदर्शन पनि त्यहाँ छ र यहाँ विभिन्न किसिमका प्लेकार्ड बोकेर विभिन्न किसिमका आन्दोलन हुने मेन यो सरकारका विरुद्ध खबरदार उठाउने एउटा स्पेशल ठाउँ भनेको यो माइतीघर। तपाईले प्रत्येक दिन तपाईले देख्न सक्नुहुनेछ यहाँ माइतीघरमा अनेक किसिमका दृश्यहरू तपाईले देख्न सक्नुहुनेछ साथीहरू। राष्ट्रहरुको मुक्तिका लागि विद्यार्थीहरु जागो। यो देशको यहाँ विभिन्न समस्याहरू बोकेर सरकारका निमित्त सरकारलाई न्याय माग्ने ठाउँ, यहाँ न्याय माग्ने थलो माइतीघर मण्डला बनेको छ। यहाँ न्याय माग्दै हजारौं मान्छेहरूको यहाँ बसोबास भइरहेको छ। तपाईले देख्न सक्नुहुन्छ। यतापट्टि तपाईले देख्न सक्नुहुन्छ राजावादीहरूको प्रदर्शन गणतन्त्र विरुद्ध यो आजको प्रदर्शन रहेको छ। यहाँ विभिन्न किसिमका प्लेकार्डहरू बोकेर आउनु भएको छ।